त्यहाँनिर एउटा महत्त्वपूर्ण प्रश्न गर्छु, तपाईँको राय के हो, धारणा के हो भन्ने कुरा मलाई साह्रै जान्न मन लागेको। 23 गते जो गोलीकाण्ड भयो, गोली चल्यो, असिरासरी गोली बर्सियो, त्यसमा चाहिँ सरकार नै मात्रै दोषी छ अथवा राज्यका महत्त्वपूर्ण संरचनाहरू ध्वस्त गर्न जाने अवस्था आइसकेपछि डिफेन्सिभ भएर गोली चलाउने कुरालाई चाहिँ तपाईँले कसरी हेर्नु भएको छ? यस्तो छ हो, त्यो आन्दोलन नहुनु पर्थ्यो होइन। म चाहिँ कजमा जान्छु, रुटमा जान्छु होइन। त्यो घटना के घट्यो होइन भन्ने कुरामा भन्दा पनि कजमा जान्छु होइन। सामाजिक सञ्जाल सबै प्रतिबन्ध लगाएर देशलाई तपाईँको उकुस मुकुस बनाउनु पर्ने बाध्यता के थियो त्यतिखेर सरकारलाई होइन। त्यही भएर म भन्छु नि, सरकारको थुप्रै तपाईँको चाहिँ नि होइन सल्लाहकारहरू हुन्छन्। हर्क साम्पाङले चाहिँ पोलिटिकल सल्लाह लिँदैन है, म चाहिँ लिँदिनँ कसैको, म चाहिँ टेक्निकल सल्लाह मात्रै लिन्छु। म चाहिँ त्यस्तो मान्छे हो सर। मैले पालिका त्यत्रो चलाएँ, कसैले राखिनँ सल्लाहकार, बिगार्ने त सल्लाहकारले हुन्छ नि त। त्यो फेरि तपाईँलाई एक्लौटी भन्छन्, जेसुकै भन्नुहोस् न, आफ्नो ब्रह्मले आँखा चिम गरेर हेर्ने सोच्ने हो क्या। जति हामी आँखा खोलेर देख्छौँ नि, तपाईँ आँखा बन्द गर्नुभयो भने त्यस पछाडि चाहिँ तपाईँ रियल कुरा देख्नुहुन्छ क्या। भगवान् गौतम बुद्धले आँखा खोल्नु भएको भयो नि है, उहाँ पनि महाराज भएर बस्नुहुन्थ्यो होइन त, राजाको छोरा युवराज होइन। तर जब आँखा बन्द गर्नुभयो नि, त्यस पछाडि जीवनको सत्य पत्ता लगाउनु भने जस्तो। एकछिन म आउँदैछु। आँखा बन्द गरेर सोच्ने, आफ्नो उसलाई चाहिँ नि होइन, हामीले चाहिँ नि विवेकलाई प्रयोग गर्ने क्या है। जे पाए त्यही सल्लाह दिएको छ अनि जे पाए त्यही सल्लाह मानेको छ है। लोकतन्त्रवादी सरकार हो भने, लोकतन्त्रमा जनताबाट म्यान्डेट पाएर गएको सरकारहरू तपाईँको पार्टीहरूको सरकार थियो भने जनतालाई चाहिँ तपाईँको चाहिँ नि होइन सूचनाको अधिकार हो नि त सामाजिक सञ्जाल त, जरुर हो। त्यो बन्द गर्नुपर्ने सल्लाह कसले दियो अथवा गर्नुपर्ने आवश्यकता र निर्णय कसरी भयो अथवा कसले उक्सायो, ट्रिगर पोइन्ट त त्यही थियो। त्यसपछि त सबै रुष्ट भयो नि होइन, सबै रुष्ट भयो। ओलीजीले भनेको कुराको एकदम धेरै अलोकप्रिय निर्णयहरू गर्ने कि कहिले चाहिँ एउटा परदेशीले एक थान मोबाइल लिएको कुरा पो रोकिरहेको छ होइन। 33 केजी सुन भेट्यो है भन्छ, फेरि भोलिको दिनमा होइन है भन्छ। के भन्नु खोजेको होइन? तिनीहरू चाहिँ हेर्नु छैन, एक थान परदेशीले होइन 10 वर्षसम्म रेमिटेन्स भित्राइदिएको परदेशीले एक थान मोबाइल ल्याउँदा किन ल्याइस् भनेर बन्द गर्ने। यस्ता अलोकप्रिय निर्णयहरू गर्दा भयो, कारण भयो। कारण त्यही त कारणबाट त हुन्छ त सर। जस्तै बिरुवा हामी देख्छौँ त, बिउ हुन्छ नि सुरुमा। मैले चाहिँ भन्न खोजेको, उहाँले जिम्मेवारी लिन्न भन्नुभएको छ नि ओलीजीले, त्यस कारणले गोली चल्ने बाध्यता बस्दो राज्यका निकायले चलाए भन्ने कुरामा तपाईँको बुझाइ के हो, तपाईँको अब यस्तो छ कि स्टेटमेन्ट के हो भनेर मात्र। यस्तो छ कि अब म प्रधानमन्त्री छु सपोज फर इक्जाम्पल, एउटा घटना घट्छ त्यसको जिम्मा लिन्न भन्नु मिल्छ? एकाउन्टेबिलिटी भन्छ नि, जवाफदेही हुनु पर्दैन भनेको होइन। तपाईँको परिवार छ, छोराछोरीले भात खानु पाएन होइन, अनि सानो नानीहरूलाई तपाईँले भात खुवाउनु भएन भनेर मैले दोष दिँदाखेरि मेरो यस्तो थियो उस्तो थियो भनेर बाहना बनाउनु पाउनुहुन्छ तपाईँले? त्यो चिज हो। सरकारको बागडोर सम्हालिसकेपछि होइन, देशको राज्यको बागडोर सम्हालिसकेपछि रेस्पोन्सिबिलिटी त लिनुपर्छ।